साथीहरु सबैले नमस्ते। फेरि पनि स्वागत छ भानिया ब्लगमा। आज हामी काम सकिएपछि फेरि पनि कोरियाको खेतको फाँटहरुमा हेर्न हिँडिरहेका छौं। कति रमाइलो छ कोरियाको खेतको फाँटहरु। यहाँ खेत रोप्ने सिजन सुरु भइसक्यो। हिजोसम्म केही पनि थिएन, यो रात रोपेर यस्तो बनाइसकेछ। हैन त यो खेतको फाँटहरु कस्तो मजाले रोपिरहेछ। त्यसपछि आएर यता त्यहाँ माथि चाहिँ साउ फल्दैछ कि स्याउ रातो भइरहेछ हैन। कम्पनी हाम्रो यतातिर छ र अहिले हामी हाइवेतिर निस्किने छौं। त्यो अगाडि गाडी कुडिरहेको ठाउँ चाहिँ हाइवे हो। ल हेर्नुस् त रात खेत रोपेर भ्याइसकेछ। फाँटमा आइपुगेका छौं। यताको फाँट रोपिसकेछ, यताको फाँट पनि रोपिसकेछ। माथिसम्म छ त्यो कुनाइसम्म हैन। त्यो चाहिँ पुलिसको ठुलो हेड अफिस हो। यतातिरको रातो चाहिँ हाम्रो कम्पनी, यतातिरको चाहिँ यो जुन अग्लो देखियो नि यस चाहिँ हाइवे हो। त्यसपछि यतातिर गयो भने ट्रेन स्टेसन आउँछ। यतातिरबाट घाम अस्ताउँदै हुनुहुन्छ पश्चिमतिर। हामी चाहिँ यता पूर्वतिर छौं। यो यहाँको कोरियाको खेत यही हो। अझ म बिचमा गएर देखाउनेछु है। ओहो, यहाँ त कति छिटो रोपेर नै हरियो भइसकेछ। त्यहाँ चाहिँ पानी तल्लाउँदैछ, त्यहाँ रोपेको छैन बिचमा। यतातिर त हरियो बनाएको क्या। यो चाहिँ अर्कै व्यक्तिको होला नि त, त्यो चाहिँ अर्कै व्यक्तिको होला। कस्तो राम्रो देखिरहेको धान। यो पाक्ने बेला त कति राम्रो देखिन्छ। यतातिर यो पानी तल्लाइरहेछ। पानी तल्लाको होइन छ, रोपिसकेको छ। पानी धेरै भयो। डुबिरहेछ त बिउहरू त छैन त केही पनि देखिएको। पानी धेरै लागेछ यहाँ। सायद यो मान्छेले थाहा नपाएर होला कि सब बिउ त उडिरहेको छ। कहिले पानी धेरै भएछ यता माथि त हरियै भइसक्यो क्या। बहुलाहरू माछा खोज्दैछ, किरा खोज्दैछ। यता अस्ताउँदै हुनुहुन्छ। उतातिर त हरियै भइसकेछ। अगाडि हाइवे हो। खेत जताततै रोपिसकेछ। खेत रोपिसकेछ। एकै दिनमा रोपेर सकेको छ। मैले ट्याक्कै बेलुकी साँझ दिउँसो गर्मी भयो भने रातभरि रोपिदिन्छ 8-9 बजीसम्म। ढ्याङ्ग यस्तो रमाइलो बनाइदिएको छ। यतातिर कति रमाइलो बजारहरू छ हैन। यतातिर खेतको फाँटहरू छ। उतातिर जङ्गलहरू, माथि जङ्गलको बिचमा कति ठुल्ठुलो कम्पनीहरू छ। यता चाहिँ दोसान कम्पनी यहाँ छ। यतापट्टि एउटा ठुलो कम्पनी बन्दैछ यो जाली लगाएको ठाउँमा। हामी चाहिँ बिस्तारै चिसो हावा खाँदै एक्सर्साइज गर्दै र खेतको फाँटहरुमा चाहिँ ब्लग बनाउन आइरहेका छौं। यो खेतको फाँटहरु यतातिर छ।
बोगी के हो यो खतरा फुलिरहेको छ त्यो बोगी फुल जस्तो है। प्याउली फुल हो, प्याउली फुल बसायो लामो कस्तो भइरहेको छ। पुरै फाँट रोपिसकेको छ, बिचमा हाउसहरू हुन्छ फेरि के छ यहाँ त। हामी चाहिँ पुरै खेतको फाँट घुमेर फर्किनेछौँ है अहिले। फर्किने बेला भयो, हाम्रो साँझपन लगाइसकेको छ है। सब हेर्नुहोस् त तेरै मेरै झाइ पारेर रोपिसकेको छ सबै। रहेछ देखियो यो मरियो होला, पुरै मरियो घारहरू। यो जाडोमा चाहिँ मर्छ भनेर माथिबाट त्यसरी पालले छोप्ने रहेछ। यो मौरीको घर हो, त्यहाँभित्र चाहिँ मान्छे बस्ने ठाउँ पनि छ। यतातिर चाहिँ मौरी किन्न आउने खाने त्यस्तो ठाउँहरू बनाएको रहेछ। यो चाहिँ जङ्गलको लगभग छेउछेउमै हो यो। हस्त हामीहरू खेतको फाँटहरू घुमेर फेरि रोमतिर फर्किँदैछौँ र धेरै धेरै धन्यवाद। फेरि अर्को भ्लगमा आउनेछौँ। मेरो भ्लगलाई सपोर्ट गरिदिनु होला है साथीहरू। बाई बाई, टेक केयर। यो फाँटहरू रोपिसकेको छ आज। पानीको पुलो, यतापट्टि बाटो, यो यतापट्टि खेत, यतापट्टि फेरि पानीको पुलो। यस्तो मजाले व्यवस्थित तरिकाले बनाइदिएको छ टक्क लाएर। अनि फेरि त्यो खेतको उतापट्टि फेरि टक्क अर्को प्लटै, त्यहाँ चाहिँ फेरि अर्को पानीको पुलो, अनि फेरि उता, अनि बिचमा फेरि बाटो, त्यहाँ उतापट्टि फेरि त्यस्तो कस्तो दामी बनाएको छ है यो फाटोहरू हेर्नु। यो चाहिँ धान काट्ने बेला यति रमाइलो देखिन्छ। पुर हुँदै गएको बेला हेलो साथीहरू, सबैजनालाई नमस्ते र फेरि पनि स्वागत छ मेरो यो बानिया ब्लगमा। आज पनि म फेरि ड्युटी सकिएपछि फेरि नयाँ ब्लग लिएर उपस्थित भइसकेको छु। आज हामी खेतमा जाँदैछौँ, कोरियाको खेतमा चाहिँ जाँदैछौँ। त्यहाँ खेत रोप्ने सिजन सुरु भइसकेको छ र खेतको फाँटहरूमा कस्तो तरिकाले खेत रोपेको छ म देखाउने छु। हामीहरू अब कम्पनीबाट बिस्तारै अघि बढ्दैछौँ। यो चाहिँ हाम्रो कम्पनी अगाडिको बाटो हो। यो चाहिँ हाम्रो कम्पनी यतातिर छ। हाम्रो कम्पनी चाहिँ यतातिर छ। घाम पनि अहिले त्यहाँ हुनुहुन्छ। यति बेलाको 7 बजेको छ। 7 बज्दाखेरि पनि अहिले त घाम त कति माथि। कम्पनी हाम्रो यतातिर छ र अहिले हामी हाइवेतिर निस्किने छौँ। त्यो अगाडि गाडी कुडिरहेको ठाउँ चाहिँ हाइवे हो। ल हेर्नुहोस् त, रातारात खेत रोपेर भ्याइसकेको छ।